पहिलो कुरा आज तिमीले कति घण्टा पढ्यौ, त्यो जुन तिम्रो टाइम स्लटहरू छ जहाँ तिमीहरूले पढ्ने सेसनहरू राखेका थियौ त्यसमा तिमीले कतिवटा टपिक कभर गर्यौ या तिमीले कति सिलेबस सक्यौ त्यो कमेन्टमा लेखौ। सबभन्दा इम्पोर्टेन्ट कुरा त्यही हो। हेर, यो जुन न्युज छ त्यो न्युज पहिला पनि चलि नै रहेको थियो, अहिले पनि चलिरहेछ। सो त्यो कुरामा बिचमा के हुँदैछ? टाइम वेस्ट। कसको? हामीहरूको, तिमीहरूको, जो कि अहिलेसम्म त्यो भरोसामा बसेका थिए कि इक्जाम पोस्टपोन भइहाल्ला र त्यसपछि प्रिपरेसन सुरु गर्ला। न्युजको वेटमा छौ भनेपछि नि तिमी राम्रो मार्क्सको कुरा छोड, तिमी फेल हुन सक्छौ। किन थाहा छ? अहिलेसम्म पनि एनईबीले एकचोटि पनि यो कुरा क्लेम कहीँ पनि क्लियर गरेकै छैन कि इक्जाम पोस्टपोन हुन्छ भनेर। इक्जाम अगाडि सर्छ पनि भनेको छैन। जबसम्म यो भिडियो बनाउँदैछु अहिलेसम्म त भनेको छैन। एन्ड इक्जामले यो पनि भनेको छैन कि इक्जाम क्यान्सल हुन्छ भनेर। दोस्रो कुरा नोटिस गर्नुपर्ने के छ भन्दाखेरि तिमीहरूलाई के एक्सपेक्टेसन थिएन कि जति पनि नेपालको ठुलो ठुलो बोर्ड इक्जामहरू हुन्छ त्यहाँ प्रब्लम आउन सक्छ भनेर? तिमीलाई थाहै छ नि हाम्रो एजुकेसन सिस्टम कस्तो छ भनेर। एउटा कुरा तिमीहरू आफै नोटिस गर। तिमीहरू यदि स्कुलकै भरमा मात्र पढ्थ्यौ, तिमी कहीँबाट अनलाइन क्लास युट्युब हुन्थेन तिम्रो लाइफमा भनेपछि तिमी मध्ये कतिजना पास हुन्थे भन त? आई एम टपर अफ माई क्लास। मेरो हरेक इक्जाममा लगभग 3.6 क्रस भएको हुन्छ। तर यदि युट्युबबाट मैले नपढेको भए, युट्युबका जुन टिचर्सहरू छ तिनीहरूको सेसन्सहरू नभएको भए, तिनीहरूबाट इक्जाममा क्वेसनहरू कसरी सल्भ गरिन्छ त्यो कुरा मलाई नथाहा भएको भए नि, आफ्नो कलेजको बेसमा मात्र मैले पढेको भए म बल्ल बल्ल पास हुन्थेँ होला। जुन हाम्रो अफिसियल एनईबी छ त्यसले पनि अफिसियल्ली हिजो मात्रै एउटा प्रेस रिलिज गरेको छ। त्यसमा के भनेको छ भन्दाखेरि कि तिमीहरू कुनै पनि आउटर सोर्स अफ इन्फर्मेसनमा विश्वास नगर। सोसियल मिडियामा धेरै हल्ला फैलिरहेछ कि इक्जाम अब सर्नेवाला छ, इक्जाम अब क्यान्सल भइहाल्यो, एनईबीको अब यल लागिहाल्यो। सो त्यस्तो केही पनि हुनेवाला छैन। यो पनि जुन नोटिस छ यहाँ पनि कुनै पनि कुराहरू क्लियर भएको छैन अहिलेसम्म कि इक्जाम सर्नेवाला छ या सर्नेवाला छैन। त्यसको मतलब के हो थाहा छ? इक्जाम 11 गते पनि हुनसक्छ। इक्जाम 11 गते हुन पनि सक्छ एन्ड चान्सेस पनि छ सर्ने चान्सेस पनि छ। सो एउटा कुरा तिमीहरू भन, आफ्नो जुन तिमी मार्क्स छ 12 क्लासको जुन तिमी इक्जाम छ त्यसको जुन प्रिपरेसन छ त्यसलाई तिमी एउटा चान्सको बेसमा डिटरमाइन गर्ने हो कि इक्जाम जब सरिहाल्ला तब म पढ्न सुरु गर्ला र मैले अहिले थाहा पाइहालेँ इक्जाम पछि सरिहाल्यो भनेर र म अहिले चाहिँ हल्का रमाइलो गरिहाल्छु, पछि इक्जाम अझै नजिक आएपछि फेरि पढ्ला। सो यो कुरा के हो? जति पनि तिमीहरू मान्छे छौ नि, जति पनि स्टुडेन्ट तिमीहरू छ, यदि तिमीहरूलाई यो न्युजबाट एकदमै धेरै चिन्ता भइरहेछ कि इक्जाम अब सर्ने हो कि सर्ने होइन, इक्जाम क्यान्सल हुने हो कि हुनेन भनेपछि एउटा कुरा क्लियर छ कि तिम्रो प्रिपरेसनमा कहीँ न केही त कमी छ। किनभनेपछि यहाँ म मेरो साथीको कुरा गर्नेछु, म र मेरो ब्रदर अहिले सँगै बसेर प्रिपरेसन गर्दैछौँ। अनि हामी जसरी पनि प्रिपरेसन गर्दैछौँ नि 10-12 घन्टा हामीहरू हरेक कुराको टपिक्सहरूको कुरा गर एन्ड टपिक्सहरू भइहाल्यो, रिभिजनहरू भइहाल्यो, सेटहरू सल्भ गरिरहेको हुन्छ दिनको मात्र 8 देखि 10 घन्टा होइन। सो हामीले एटलिस्ट हरेक सब्जेक्टको टपिक्सहरू हामीले कभर गरिसक्यौँ। सो हामीलाई के को टेन्सन भइरहेछ? केही भइरहेको छैन। किन? यदि इक्जाम सरिहाल्यो भनेपछि हामीलाई के को घाटा छ? घाटा त्यो स्टुडेन्टहरूलाई हुँदैछ जो स्टुडेन्टहरूले नि पढाएको छैन अहिलेसम्म। जो स्टुडेन्टहरू नि 12 को इक्जाम सकेपछि छिटोभन्दा छिटो एब्रोड जानको लागि प्रिपरेसन गर्नेवाला थिए, उनीहरूको लागि प्रब्लम हुनेवाला छ। किनभनेपछि जब इक्जाम सरिहाल्यो भनेपछि उनीहरूले जुन आफ्नो कोचिङको इन्स्टिट्युसन जोइन गर्नुपर्ने छ त्यसमा त हल्का लेट भइहाल्ने हो होइन। तिनीहरूलाई हल्का कम कुरा सिक्न मिल्ने हो, टाइम कम मिल्ने हो, सिलेबस कभर हुने कि नै त्यो पनि थाहा छैन। सो एउटा कुरा तिमीहरू क्लियर बस, इक्जाम त तिमीले दिनै पर्ने हो, चाहे त्यो 11 गते होस्, चाहे त्यो 1 हप्ता सरिहालोस्, 2 हप्ता सरिहालोस् या 15 दिन पछाडि सरिहालोस्। तिमीलाई के थाहा? हामीलाई के थाहा? कसैलाई पनि केही थाहा छैन अहिलेसम्म कसैलाई पनि केही पनि थाहा छैन कि इक्जाम सर्ने हो कि नै भनेर। यो भिडियो बनाउनसम्म त कसैलाई पनि केही थाहा छैन। मैले जब रिसर्च गरेँ मैले कहीँ केही पाएन, 1-2वटा नोटिस पाएँ जहाँ कहीँ पनि क्लियर गरेको छैन कि इक्जाम पोस्टपोन हुनेवाला छ या छैन भनेर। अब यो जुन आउने 3-4 दिन छन् नि, यो भित्र तिमीलाई कुनै पनि नोटिस एनईबीले हाल्छ भनेपछि त्यही नोटिसको हिसाबले हुनेवाला छ। इक्जाम सरेपछि पनि ठिक छ, नसरेपछि पनि ठिक छ। तिमीलाई के टेन्सन भइरहेछ? तिमीलाई यो कुराको टेन्सन भइरहेछ कि पढेको कुरा बिर्सिहाल्ने भनेर? देन डेली पढ, डेली रिभिजन गर। इक्जाम सरिहाल्यो भने रिभिजन गर्ने टाइम अझ मिलिहाल्यो। के प्रब्लम हुँदैछ? द प्रब्लम इज योर माइन्डसेट। एउटा माइन्डसेट के छ भने तिमीले एउटा हक्स क्रिएट गरेर राखेका छौ, मतलब तिमीले एउटा इल्युजन क्रिएट गरेर राखेका छौ कि जब इक्जाम सरिहाल्ला त्यसको नजिक गएर अनि पढौँला भनेर। त्यो हुनेवाला छैन। नेपालको एडमिनिस्ट्रेसन नेसनल बोर्ड एक्जामिनेसनलाई साइडमा राखिदिउँ भनेपछि नि हामी जुन नेपाली स्टुडेन्टहरू छौँ नि हामीहरूको पनि एउटा बानी धेरै नराम्रो छ। द्याट इज हामी सानो कुरालाई यो लेभलमा एक्जाजरेट गरिदिएका छौँ नि हामीले। यो जुन पोस्टपोनवाला कुरा छ त्यसको कारण जति पनि स्टुडेन्टले प्रिपरेसन गरेका थिएन नि, डरले प्रिपेयर गर्नेवाला थिए तिनीहरू कि इक्जाम इक्जाम आइहाल्यो अब पढौँ भनेर हामीले उनलाई पनि नपढ्ने बनाइदियौँ। अनि जति पनि टपरहरू थिए नि उनीहरू त चिलमा छन् किनकि उनीहरूले रिभिजन गरिसक्यो। एउटा सिलेबसलाई उनीहरूले 3-4 चोटि रिभिजन गरिसक्यो। उनीहरू सेट सकेकै छन्। अब जति इक्जाम सरिहाल्यो भनेपछि उनी फेरि रिभिजन गरिहाल्छन्। सो उनीहरूलाई त कुनै टेन्सनै भएन नि।
उनीहरूलाई कुनै टेन्सन भएन इक्जाम तिमी भोलि गरौ या पर्सि गरौ, एक हप्तापछि गरौ या 15 दिन गरौ। 15 दिन पछाडि सरिहाल्यो भनेपछि पहिला अब कति आउँथ्यो, पहिला A+ मात्र आउने चान्स थियो, अब त 4 GPA ल्याउने चान्स मिलिहाल्यो उनीहरूलाई। सो प्रेसर एक्चुअलीमा कसमा पडिरहेछ भन्दाखेरि जो स्टुडेन्ट कमजोर छन्, जसलाई फेल हुने डर छ, त्यो स्टुडेन्टहरूमा प्रेसर पडिरहेछ। किन भन्दाखेरि त्यो स्टुडेन्टहरू पनि फुलिस हुन्, मूर्ख हुन्। किन भन्दाखेरि तिनीहरू अब के सोच्ने, अब इक्जाम सरिहाल्यो भनेपछि अहिले रेस्ट गरौँ, अब इक्जाम हल्का सरिहाल्यो त्यसपछि पढौँला, त्यो कुरा चलिरहेछ नि दिमागमा। र यो पनि तिम्रो रिजन होइन भनेपछि तिमी एउटा एभरेज स्टुडेन्ट हो भनेपछि नि तिम्रो प्रिपरेसनमा काहीँ न केही कुरा कमी छ। यो भन्न खोजिरह होइन कि एनइबी बोर्डको तिमी नोटिसै नहेर अब तिमी युट्युबमा सर्च नै अगर कि इक्जाम हुने हो कि नै, पोस्टपोन भयो, नो, त्यो त हाम्रो लागि जरुरी छ। बट त्यो इक्जामको बेसमा इक्जाम हुने हो कि होइन, इक्जाम क्यान्सल भइहाल्ला कि नै, त्यसको हिसाबले आफ्नो सेटिङहरूलाई, आफ्नो सेड्युललाई, आफ्नो स्टडी सेसनहरूलाई डिजाइन गर्नु, प्लान गर्नु गलत हो। तिमीहरू आफ्नो 11 गते इक्जाम हुँदैछ भने यसरी पढ, त्यही हो हामीहरूको रुटिन, त्यही हो अहिलेसम्मको लागि। यदि यो कुरा ध्यानले तिमीहरू बुझे, क्लियरली बुझ कि अगाडिको कुनै पनि इन्फर्मेसन आएको छैन भनेपछि नि अहिले हामीसँग जति पनि इन्फर्मेसन छ नि त्यही नै फ्याक्ट हुनेवाला छ, त्यही नै डेटा हुनेवाला छ। किन भन्दाखेरि इक्जाम पोस्टपोन भएको छ कि नै त्यो त हामीलाई थाहा छैन होइन। त्यसको मतलब कहाँ बच्यो इक्जाम हुने डेट, हामीलाई अर्को कुन डेट थाहा छ, 11 गते, त्यो बाटो हामीलाई अर्को कुनै डेट थाहा छ हामीलाई छैन नि। जबसम्म कुराहरू क्लियर हुँदैन, जबसम्म नेसनल बोर्ड इक्जामिनेसनले आफू यो कुरा क्लियर गर्दैन, नोटिस दिँदैन नि, तबसम्म कसैको के भरोसा नमाड, मजाले पढ, 11 गते इक्जाम हो भने जस्तै प्रिपरेसन गर। म अहिले एकाउन्टको सिरिज चलाउँदैछु, एकाउन्टको एउटा पार्ट आइसक्यो होइन, दोस्रो पार्ट, तेस्रो पार्ट आउनेवाला छ। यो भिडियो चाहिँ मैले बनाउनु पऱ्यो किनभने चाहिँ कमेन्टमा, इन्स्टाग्राममा, फेसबुकमा मलाई यति धेरै मेसेज आउँदैछ, दे आर लाइक कि 100% भनिदिनु कि कहिले इक्जाम हुनेवाला छ। 100% फिक्स डेट, त्यही पनि एउटा स्टुडेन्ट, एउटा युट्युबर, एउटा कुनै पर्टिकुलर युट्युबर कसरी भन्न सक्छ 100% फिक्स डेट कि यो डेटमा इक्जाम हुनेवाला छ भनेर, जबकि हाम्रो एनइबीले नै क्लियर गरेको छैन। हाम्रो जुन एजुकेसनल मिनिस्टर छ तिनीहरूबाट नै क्लियर भएको छैन भनेपछि कुनै युट्युबर के क्लियर गर्छ। युट्युबरहरू म जस्तै जुपन छन्, यति भिडियो बनाउने हुन्, तिमीहरू हेर्ने हो अनि हामीहरू पैसा पाउने हो, त्यो बाहेक केही हुनेवाला छैन, त्यो बाहेक केही हुनेवाला छैन। आजको भिडियोमा यति नै म कुरा गर्न चाहे। पढिराख होइन, इक्जाम भोलि पनि हुनसक्छ, पर्सि पनि हुनसक्छ, जहिले पनि हुनसक्छ। तिमी आफ्नो प्रिपरेसन गरिराख न, तिमी आफ्नो प्रिपरेसन गरिराख न, इक्जाममा गएर लेख्नु छ नि। बेस्ट अफ लक। एकाउन्टको भिडियो आउनेवाला छ, त्यसपछि इङ्ग्लिसको पनि आउनेवाला छ। आज लागि यति नै, होप तिमीहरू यो कुरा क्लियर भएको होला। मोस्ट इम्पोर्टेन्टली कुनै पनि फेक न्युजमा विश्वास नगर। एनइबीले कुनै पनि न्युज तिमीलाई नोटिसहरू पठाउँछ, नोटिसहरू हालिदिन्छ, अपडेट गरिदिन्छ भने तिमीहरू वेबसाइटमा गएर चेक गर्न सक्छौ। आफैबाट कुरा क्लियर भएला, सरिहाल्यो इक्जाम, ल ठिक छ, हामीलाई हल्का टाइम मिलिहाल्यो, 11 गते नै इक्जाम हुनेवाला छ, ल त्यसको हिसाबले हामी प्रिपरेसन गरौँ, कमसेकम यो लेभलमा बनाऊ। आज लागि यति नै। जय नेपाल एन्ड पिस आउट। र एडिसनल्ली नि त्यो स्टुडेन्टको सबभन्दा बढी ब्यान्ड बज्नेवाला छ जो कि इक्जाम पोस्टपोन्डको वेट गरिरहेछन्। होप यु अन्डरस्ट्यान्ड।